मुख समाएर बोल सुन्तली। आजको दिनसम्म मेरी बहिनीलाई कुनै गाउँले नराम्रो नजर हेर्न सकेको छैन। भाउजू तपाईँ एकोरो भएर झ्यालमा बसेर के हेर्नु भएको यतिखेरसम्म नसुतेर? हामी दलित हौँ, कसैको दासी त होइनौ नि, कसैको खेलाउन त होइनौ नि। त्यसलाई म आज जिउँदो छोड्दिन। त्यस्तो होइन राधा, भाउजूको पनि केही बाध्यता थियो होला, त्यही भएर भाउजूले हामीलाई साथ दिनु भएन। रमेश हातमा खुर्पा बोकेर कता हिँडेको? मान्छे काट्न हिँडेको मान्छे। बाबु तपाईँले दाउरा चिर्नु पर्दैन, बरु म तपाईँलाई एउटा कुरा भन्छु, मान्नुहोस् है। बरु मैले भनेको मानेर खुर्कन मेरो घर आए, कमसे कम मासु त खान पाउँछस्। हामी जस्तो गरिबलाई आश नदेखाउनु काकी। केही गरी हरिले राधालाई बिहे गरेर ल्याएर उसको नागरिकता र बिहे दर्ता गरिदियो भने त मेरो त बिल्लीबाटै हुन्छ बाबु। तपाईँले ठिक कुरा गर्नुभयो भाउजू। यदि तपाईँले भने जस्तै केही गरी भइहाल्यो भने त बर्बादै हुन्छ। धेरै खुसी हुनु हुँदैन राधा। खुसीसँगै दुःख पनि लुकेको हुन्छ। ल किन यस्तो कुरा गर्दै हुनुहुन्छ तपाईँले? खुसीसँगै दुःख पनि लुकेको हुन्छ भन्ने कुरा त मलाई पनि थाहा छँदैछ नि। राम्रो, असाध्यै राम्रो देखाछ, नेपालको नम्बर 1 हिरोइन जस्तो। हामीलाई गाउँलेले समेत नराम्रो दाग लगाइसके। बरु यसो गरौँ, हामी कतै टाढा गएर बसौँ न। नराम्रो त भइसक्यो भाउजू, यो भन्दा नराम्रो अब के नै हुनु छ र? त्यही माथि दाइ तातो रिसले गएको छ। के भन्यो आफ्नै दिदीलाई भन्यो हुन्छ। अनि तपाईँ चाहिँ अनि कुन चाहिँ ठुलो मान्छे हो र फेरि? मेरी भाउजू भाउजू तपाईँले मुना दिदीसँग किन झगडा गर्नुभएको? खै किन भन्नु बाबु, मलाई रिस उठेको बेला आँखै देख्दिन। भाउजू एकचोटिलाई गल्ती भयो भनेर माफी त माग्ने हो कि दिदीसित? माफी साफी माग्नु पर्दैन कसैले मसँग। आई फेरि जगल्टी हिरोनी भन्दै भाउजूसँग झन् कत्रो प्लान बनाएर कुरो मिलाउँदै थिए। कुरो त बिगारी जाने क्या यसले त चुपो लागेर तेरो थुतुनु छ नि, थुतुनु बुझो लाएर बस के थचारेर बस यहाँ। त मेरो ठाउँमा भइदिएको भए थाहा पाउँथिस् मलाई कसरी भुताल्यो भन्ने कुरा। ए नानी ल भन्नुहोस् आफै, तपाईँको गल्ती थियो कि मेरो गल्ती थियो? म चुप लागेर बसिरहेको ठाउँमा मेरो लुगा यस्तो उस्तो भन्दै मलाई रिस उठाउनु पर्छ? ए भगवान, लुगाको न्युमा पो झगडा परेको? यसले त दुरुस्तै बोरा ओडेकी छे हैन त दिदी? नास्तिकी गई भाउजू, यो मौका गरम हटाइजानु, फेरि भोलि पर्सि नफक्केली तपाईँलाई गाह्रो पर्न सक्छ। गर लटर पटर पारिजानु। हुन्छ भाइ। केही पऱ्यो भने मलाई बोलाउनु, म पित्रु आउँछु। म त बाटो छु के भाउजू। बल्ल आनन्द भयो है भाउजू? मान्छेको मन भित्र कति पोलिरहेको छ, तपाईँलाई आनन्द भयो भनेर सोध्दा अलिकति पनि लाज लाग्दैन? त्यही त हाम्रो आँखाकै अगाडि त्यसले हरिदाईको हात समातेर लिएर गए, अनि भाउजूको मन पोल्दैन त? चुप लागेर बस, अहिले फेरि भाउजूको रिसमा पर्लिस। अनि भाउजू आमा कता जानुभयो त? कता जानु नि, तेरी आमा यता छे। अनि आमा त्यो हातको चाहिँ के हो? देखिन कि तेरो आँखामा मात्रै बिजुली आयो? आज यो कुखुरालाई चट्ट पारेर यो घरमा रमाइलो गर्नुपर्छ, किनकि त्यो अलक्षीले घर छोडेको उपलक्ष्यमा। अनि आमा तपाईले यो डुम्रेलाई चाहिँ किन सँगै लिएर आउनु भएको नि? कुखुरा काट्न ल्याएको नि। अब हामीले काट्ने कुरो आएन, यसले काट्छ, एक दुईवटा मासु दिए भइहाल्यो नि। यस्ता मान्छेले काटेको कुखुराको मासु खानु छैन सानी आमा।
यसलाई यहाँबाट पठाइहाल्नुहोस्, फेरि नराम्रो होला। सीता, यो कस्तो कुरा गरेकी तिमीले? आजको दिनसम्म हामीले काटमार गरेको छैन, यो कुखुरा काट्छ जान्छ। त्यही त आमाले ठिक कुरा गर्दै हुनुहुन्छ भाउजू। ओइ डुम्रे, यो कुखुरालाई खुर्कन काटिहाल त। तिमीहरूको सन्तान जस्तो नाटक गर्ने पनि कसैले नआउने भयो। तिमीहरू अब कहिले नसुध्रिनु भयो। ओइ एकछिन पाक, तैँले कसलाई भने हो? फेरि भन्छ एकचोटि। त दलित भएर दलितको ठाउँमा बस, फेरि छिट्टै माथि पुग्ला। बुझिस् डुम्रे? दाइ उठ। तिमीहरूले हामीलाई यसरी कतिन्जेलसम्म हेप्छौ? तिमीहरूको दासी हो हामी। अब म यही केसलाई लिएर पुलिस चौकीमा गएर तिमीहरूलाई मुद्दा हाल्छु, अनि त्यसपछि तिमीहरूको शासन सखाप हुन्छ, बुझ्यौ? नापिस के रे, कसलाई मुद्दा हाल्ने रे? फेरि भन् त एकचोटि, मैले अलि राम्रोसँग सुनिन। अस्ति मन्दिरमा खाएको झापडले तेरो कान खुलेन कि के हो? त्यो दिन के भएको थियो सबै कुरा भन्न। किन झापटको मात्रै कुरा गर्छिस्? आजबाट त्यो झापट हान्ने मान्छे नि गइसकी। धेरै झापटको कुरा नगर तैँले। तिमीहरूलाई त मान्छे भन्न पनि घिन लागेर आउँछ। एउटा त यस्तो भयो शाखा सन्तानै त्यस्तै भएपछि कसको के लाग्छ र? धेरै बगबग गरेर नबस्दा पनि अहिले फेरि भेट्लिस्, कुरुक्क गइहाल। हाम्रो पनि हातमा दही जमेर बसेको छैन। यस्तो हेपाइसकेर बस्ने जमाना गए। जाउँदा हिँड। अब आनन्द भयो भन्ठानेको त यिनीहरूको सन्तानले झन् हेप्न थाल्ने कुरा पो गर्न थाले। कुरा के हो भाउजू? तेरो बाउ हो, म मुद्दा हाल्छु भनेर मरेको छु। मुद्दा हाल्यो भने थाहा हुन्छ के हो भनेर। सीता, जो गएर यिनीहरूसँग माफी माग। भोलि यिनीहरूले मुद्दा हाल्यो भने हामी नराम्रोसँग फस्छौँ। आजसम्म यो सीताले झुक्न जानेकी छैन सानी आमा। तपाईँ आफै गएर माफी माग्नुहोस्, म त जादिनँ। भाउजू, तपाईँले कस्तो कुरा गर्नुभएको मेरी आमालाई? हेला होइन, माया गर्नुहोस् के मेरी आमालाई। त्यही भएर त मैले तपाईँलाई भनेको, नत्र सबै काम म गरिहाल्थेँ नि। अब तपाईँको काम भनेको त्यो सुन्तलीलाई मबाट हालेर आउने। यति गर्नुभयो भने तपाईँको व्यापार मजाले बढ्छ। बुझ्नुभयो नि भीम दाई? यो संसारमा सबैभन्दा ठुलो पैसा हो भीम दाई, पैसा। मसँग पैसा छ, तपाईँसँग इज्जत। सोच्नुहोस् भीम दाई, पैसा र इज्जत दुइटै आवश्यक पर्छ। त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा म भन्छु तपाईँलाई। काकाले भन्नुभएको कुरो एकदम ठिक हो। ढोका त खुल्लै रहेछ। रमेश, ए रमेश, खै एकछिन बाहिर आऊ त। ए भीमदाई पो आउनु भएको रहेछ, आउनुहोस् न भित्रै बस। मलाई बस्ने समय छैन नानी। अनि खै त रमेश घरमा छैन कि के हो? गाउँतिर गएको छ दाइ, एकैछिनमा आइहाल्छु भन्दै थियो। यसलाई फकाउने मौका यही हो, यस्तो मौका गुमाउनु हुँदैन। दाइ के भयो? तपाईँ त सोच्न पो थाल्नु भयो। केही भएको छैन नानी। रमेश भाइसँग कामको विषय कुरा गर्न आएको। अब उसैलाई नभेटेपछि खै के कुरा गर्नु? उसलाई भन्ने कुरा मलाई भन्दा पनि हुन्छ होला नि दाइ। कि भन्न मिल्दैन? मिल्दैन भने नभन्नुहोस्। मिल्न त किन नमिल्नु नानी? मैले रमेशलाई बोससँगै भेटाउने कुरा गरेको थिएँ, त्यही भएर। उसैले भेट्नु पर्ने हो र भीम दाइ। मैले भेट्दा पनि मिल्छ होला नि? मिल्छ, मजाले मिल्छ। त्यसो भए गइहालौ नानी। हुन्छ दाइ, म ढोका बन्द गर्छु। यो दुनियाँमा तेरो लागि कोही जन्मेको रहन्छ होइन? जानी जानी घरमा स्वास्नी भएको केटाको पछि लागेर हिँड्छिस्। त जस्तो कुलङ्गार छोरी जन्मिनु भन्दा त आमाको गर्भमै तुएको भए मैले आज यो दिन त देख्नु पर्ने थिएन। छोरी,
तँ हिजो आज किन यस्तो भएछ हँ? म तेरो बाउ हुँ। मैले भने मलाई हुर्काउन कति दुःख र सङ्घर्ष गरेँ छोरी। मैले भने मेरो मर्म र भावना कहिले बुझिनस् है? यो उमेरमा आएर तैँले मलाई किन अप्ठ्यारोमा पार्न खोजेकी छोरी? जति समय परिवर्तन हुँदै गयो यो मन पनि फेरिँदै जाँदो रहेछ बुवा। मैले चाहेर पनि तपाईँलाई खुसी बनाउन सकिनँ बुवा। म त सबैजनाबाट नराम्रो भइसक्यो। बाँकी तपाईँ हुनुहुन्थ्यो, तपाईँबाट पनि नराम्रो भयो। मैले तँलाई नराम्रो भन्न खोजेको होइन छोरी। जब मैले तिमीहरूको आन्तरिक कुरा थाहा पाएँ त्यसपछि मात्रै मैले यो निर्णय लिएको हो। हेर छोरी, जाना जानी सौतामाथि जानु राम्रो होइन। के थाहा, तेरो दिदीले जस्तै तैँले पनि दुःख भोग्नु पर्यो भने मेरो हालत के हुन्छ तैँले सोचेकी थिएस्? अरू पनि केटा छ, अरू केटाहरूसँग पनि बिहे गर्दा भइहाल्छ नि। त्यही केटासँग बिहे गर्नुपर्छ त? बिहे भन्ने कुरा आफ्नो मनले खाएको केटासँग गर्ने हो बुवा। जबरजस्ती कसैसँग पनि बिहे गरिँदैन। कुरो आयो हरिको, हरिले पनि मलाई मन पराउँछ र म पनि हरिलाई मन पराउँछु। यदि म हरिको भइन भने अरू कसैको पनि हुँदैन। छोरी, तँ किन यस्तो जिद्दी गर्छेस्? तँलाई मैले सिकाएको संस्कार यही हो। तैँले आज मसँग के बोल्दैछु भन्ने कुरो एक फेर सोचेकी छेस्? सबै कुरा सोचेरै बोलेकी हुँ बुवा। त्यसो भए तँ यो घरबाट गइहाल। एकछिन पनि मेरो घरमा बस्नु पर्दैन। आजदेखि तँ सदाको लागि मरिस्। तँ मेरी छोरी होइनस्, राक्षस होस् राक्षस। कुनै पनि बाबुआमाले आफ्नो सन्तानको दुःख देख्न चाहँदैनन्, बुझिस्? यतिका दिनसम्म किन आइन भनेको त तिमीहरूको यस्तो पो रहेछ होइन? तपाईँलाई जे भन्न मन लाग्छ भन्नुहोस् बुवा, तर म हरि बिना बाँच्न सक्दिनँ। के भनिस् रे? त्यसो भने मेरो घरमा एकछिन बस्नु पर्दैन। तँ निस्केर गइहाल आजैबाट। सुनिनस् मैले के भनी? यो घरमा एकछिन पनि बस्ने तेरो अधिकार छैन। गइहाल त। आजदेखि तँलाई यो घरको ढोका सदाको लागि बन्द भयो, बुझिस्? फर्केर आइस भने तेरो खुट्टा भाँचिदिन्छु। म कहाँ जानु? बुवा ढोका खोल्नु न, ढोका खोल्नु न बुवा। नछु मलाई, तँ मेरो बहिनी हुन सक्दिनस्। तँ मेरो शत्रु हो, शत्रु। यो घरमा जे जस्तो भइरहेको छ नि, यो सब तेरो र हरिबाबुको कारणले भइरहेको छ। हो दिदी, यो सबै हरि भिनाजुको र मेरो कारणले गर्दा भएको हो। त्यो मलाई राम्रोसँग थाहा छ। यदि तँलाई मलाई र हरि भिनाजुलाई गाली गर्दा शान्ति मिल्छ भने जति गाली गर्नु छ गर। तर मेरो एउटा कुरा ध्यान दिएर सुन। आज तँलाई यो अवस्थामा ल्याउन हरि भिनाजुको ठुलो योगदान छ। अनि अर्को कुरा, तैँले हामीलाई यस्तो व्यवहार किन गरेकी होस् भन्ने कुरा पनि मलाई राम्रोसँग थाहा छ। किन थाहा नहोस्? दिन रात नभनिकन बुढाबुढी जसरी नारेर हिँडेपछि सबै कुरा थाहा भइहाल्छ नि। अझै मिल्ने भए बुढाबुढी जसरी एउटै ओछ्यान सुत्थ्यो होला। बास दिदी बास, अब यो भन्दा धेरै नबोल। म सहन सक्दिनँ। मैले सोचेको पनि थिइनँ तैँले यति धेरै गिरेर बोल्छेस् भनेर। जाना जानी तेरो देउरानीको सौदा हुनु छैन मलाई। आलुको बोरामा एउटा आलु कुहियो भने सबै आलु कुहिन्छ भन्थे, हो रहेछ। हो, म त्यही बिग्रेको आलु। अब त भयो तँलाई। ल अब तँ भन्, तँ यो घरबाट निस्केर गएको थिइस्, फेरि किन फर्केर आइस्? मेरो लास हेर्न आँकी कि मलाई नि जान आँकी? अब त पागल नै भइछेस्। यहाँभन्दा बढी नबोल। यहाँभन्दा बढी बोलिस् भने तँलाई गाह्रो हुन्छ। हिँडभित्र जाऊ।
एउटा कुरा गर्नु छ। ढोका खोल्न दिदी, दिदी ढोका खोल्न। तसँग म केही कुरा गर्नु छैन। तँ यहाँबाट खुर्क गइहाल, होइन भने मेरो मरेको लास देख्नु पर्ला। बुवा, ढोका खोल्नु नभनेको। तेरो लागि यो घरको ढोका सदाको लागि बन्द भयो। म यहाँबाट गइहाल। दोकानमा त साल्सा लगाइरहेको छ। घरमा भाउजू हुनुहुन्न, कहाँ जानुभयो होला? के थाहा र मलाई नि? दिदी, सुन्तली भाउजूलाई के भयो सुन्तली भाउजूलाई भन्न राम्रोसँग। पर बाटोमा काका तपाईँको शिकार ल्याइदिएको छु। ए त आइस एकेटी आज त मेरो हातबाट काम उम्केर जान्छ। अगाडि नभा सापी। मेरो हातबाट मलाई यो सापीबाट बचाउनु। के रे बचा रे? सुन्तली भाउजू, त्यो मान्छेले सुन्तली भाउजूलाई लिएर गयो। कता लिएर गयो नानी? ल हिँडिहाल त। यो स्वार्थी संसारमा कसैको विश्वास नहुँदो रहेछ। त्यत्रो आश देखाएर अहिले आएर घात गर्नुहुन्छ। अब यो गाउँलेले मलाई के भन्ला? अहिले मैले भनेको कुरा फिटिकै मान्नस्। त्यही भएर तँलाई मैले आज यस्तो गर्न बाध्य भएँ। दायाँमा चिसिक्क गरिस् भने सिधै माथि पुर्याइदिन्छु। तैँले मलाई थुक्ने आँट कसरी गरिस्? तँ जस्तो पापीलाई नथुके के पुजारा राख्नु? के भनिस् रे? फेरि एकचोटि भन् त। तैँले गर्दा त्यो राधा मेरो हातबाट फुत्की। त्यसको बदला अब तैँले भोग्नुपर्छ। यसरी तर्पाई राख्नु भन्दा मलाई मारिहाल पापी। किन यसरी यातना दिन्छस्? मैले भनेको कुरा नमानेपछि तँलाई त तडपाई मार्ने हो। चुप लाएर बस, धेरै बात गर्न नखोज, फेरि राम्रो हुँदैन नि। मैले हरिलाई रोक्नु पर्थ्यो। हरि बिना मेरो जिन्दगी अधुरो छ। अब मैले हरिलाई खोजेर लिएर आउनै पर्छ। भाउजू, आमा कुराले चित्त दुखाउनु हो कि कसो हो? एकदम टोलाएर बस्नु भएको छ त। खै बाबु, मैले त केही कुरै बुझ्न सकेको छैन। हरि नहुँदा यो घर सुनसान हुँदो रहेछ। बाबु, तपाईँ त मेरो देवर हो नि। तपाईँले मेरो लागि एउटा सहयोग गर्नुहोस् है। हजुरको लागि एउटा सहयोग होइन भाउजू, म हजारौं सहयोग गर्न तयार छु। त्यही भएर मैले सबै कुरा भन्छु भाउजू। भन्नुहोस् मैले के गर्नु पर्यो? तपाईँ र म भएर तपाईँको दाइ हरिलाई खोज्नु पर्यो। यति जाबो काम त मबाट भइजान्छ नि भाउजू। बरु यसो गरौँ भाउजू, तपाईँ र म राधाकै घर जाउँ। किनकि मेरो विचारमा हरि त्यही घरमा हुनुपर्छ। तपाईँले ठिक भन्नुभयो बाबु, बरु गइहालौँ न। यसरी हतार गरेर हिँडिहाल्नु हुँदैन। पहिला त्यताको के कसो छ सबै बुझेर मात्रै जानुपर्छ। खै के बुझ्नु र सानी आमा, अब त बुझ्न बाँकी पनि केही छैन। मेरो एउटै सिद्धान्त छ, हरिलाई यो घरमा फर्काउने। के कुरा गरेकी छिरा तिमीले? आफ्नै आँखा अगाडि त्यसले हरिको हात समातेर लगेकी छि। अब तिमी हरिलाई फर्काउने कुरा गर्दैछौ? जे भए पनि हरि मेरो श्रीमान हो सानी आमा। हरिलाई हामीले अस्ति नै रोक्नु पर्थ्यो।
समयले हामीलाई ठिकै पछाडि धकेलिसक्यो। त्यही भएर आज देउर बाबु र म भएर हरिलाई खोजेर लिएर आउँछौँ। त्यसो भए त मात्रै जा, मेरो छोरालाई लैजानु पर्दैन। सानी आमा, यो तपाईँले कस्तो कुरा गर्नुभएको? बाबु र म जाँदा के हुन्छ र? यो समाजलाई तिमीहरूले चिन्न सकेका छैनौ। आफ्नै दाजुबहिनी सँगै हिँड्दा त बात लाउने समाज, झन् तिमीहरू त देवर भाउजू। अब तिमीहरूलाई समाजले औँला नखोला भनेर म भन्न सक्दिनँ। त्यसैले कृष्णलाई नलैजाऊ। हो त है साँच्ची भाउजू, म तपाईँसँग जाँदिनँ। तपाईँ र मलाई बेकारमा नराम्रो सोचे भने जानु पर्दैन कोही पनि। मेरो हरिलाई लिन म एक्लै जान्छु। ओइ कृष्ण, यता सुन, धेरै त्यसको पछि नलाग, फेरि हाम्रो प्लान सब चौपट हुन्छ। बल्ल एकजना तलायो, अब बाँकी 2 जना छन्। त्यसपछि त यो घर सम्पत्ति सब हाम्रो नाममा हुन्छ, बुझिस् तैँले? बुझे आमा। काहीँ नभएको लठेब्रो पछि पछि लाग्छ। आइज भित्र। आमा, खासमा तिमीले भन्नु त भन्यो होइन त, मैले त केही बुझेकै छैन। तपाईँ आज अहिले यो घर छोडेर जानुहोस्, मेरो बिन्ती छ बाबु। म त डाँडामाथिको घाम जस्तै भइसकेँ। मैले भनेको कुरा मान्नुहोस् बाबु। गाउँलेले पनि राजाको र तपाईँको बारेमा कुरा काट्न थालिसके। गर्नेले गल्ती गर्छन् होला, गर्नेले गल्ती गर्छन् होला, सबै उस्तै हुँदैन। आमा जस्ती भाउजूलाई नि के सोच्छन् यति माना रुँदैन। छैन सिन्दुर छैन पाउजु, ए समाजले हेपे पनि, ए समाजले चेपे पनि, म हजुरको साथमा छु ए मेरी भाउजू। म हजुरको साथमा छु ए मेरी भाउजू। म हजुरको साथमा छु।